सम्पूर्ण नेपालीहरूलाई नमस्कार गर्दै हरितालिका तीजको बारेमा प्राचीन काल भनेको चाहिँ सत्ययुगदेखि अहिलेसम्म चलिआएको रीतिरिवाजको बारेमा थोरै केही पस्किन चाहे। राम्रो नराम्रो कस्तो हुन्छ जस्तो भयो नि प्रतिक्रिया दिनुहोला। पार्वतीलाई महादेव पति भज्ने इच्छा, पार्वतीलाई महादेव पति भज्ने इच्छा, पार्वतीले बनाउनु भो हरितालिका, पार्वतीले बनाउनु भो हरितालिका, पार्वतीलाई महादेव पति भज्ने इच्छा, पार्वतीलाई महादेव पति भज्ने इच्छा, पार्वतीले बनाउनु भो हरितालिका, पार्वतीले बनाउनु भो हरितालिका, पार्वतीले त्यतिखेरै तपस गरिन रे, पार्वतीले त्यतिखेर तपस गरिन रे, महादेवनी कैलाशदेखि यही धरतीमा झरे, महादेवनी कैलाशदेखि यही धरतीमा झरे, पार्वतीले त्यतिखेर तपस गरिन रे, पार्वतीले त्यतिखेर तपस गरिन रे, महादेवनी कैलाशदेखि यही धरतीमा झरे, महादेवनी कैलाशदेखि यही धरतीमा झरे, त्यही बेलामा चलिआएको रीतिरिवाज, त्यही बेलामा चलिआएको रीतिरिवाज, अहिले देख्छु धनी गरिब भएको भेदभाव, अहिले देख्छु धनी गरिब भएको भेदभाव, त्यही बेलामा चलिआएको रीतिरिवाज, त्यही बेलामा चलिआएको रीतिरिवाज, अहिले देख्छु धनी गरिब भएको भेदभाव, अहिले देख्छु धनी गरिब भएको भेदभाव, आयो तीज गयो तीज छोरी रुहाउन, आयो तीज गयो तीज छोरी रुहाउन, दुःख पाएका नारीहरूको जीवन रुजाउन, दुःख पाएका नारीहरूको जीवन रुजाउन, आयो तीज गयो तीज छोरी रुहाउन, आयो तीज गयो तीज छोरी रुहाउन, दुःख पाएका नारीहरूको जीवन रुजाउन, दुःख पाएका नारीहरूको जीवन रुजाउन। नमस्कार।